हेलो गाइस दाइज मेरो दाइसँग म भ्लगमा आउँदैछु साथीहरू। हामी चाहिँ अहिले युट्युब च्यानल छ नि दाइ भरे हाल्छु म हेर्दै गर्नु मनिष ब्लग हो मनिष वाइटी। अनि अहिले चाहिँ हामी काँगेश्वरी डाँडामा चढेर हामी तल झर्दैछौँ। यस्तो होइन यसरी देखाउनु पर्छ यसरी ल्याङ्गट मिलेन। अब भर्खर सुरुवाती भ्लग हो एडजस्ट गरिदिनु होला। मेरो दाइको एक दुईवटा शब्द जाओस् त जिन्दगीको उकाली हो यस्तो बिल्ला ओह्रालीको बारेमा एक दुईवटा शब्दहरू जाओस्। कस्तो ओह्रालीको बारेमा उकालो के हुन्छ मान्छेको लाइफमा उकालो जति महत्त्वपूर्ण छ ओह्राली पनि त्यति नै हो। उहाँलाई एकदम मन परेछ त कसलाई युनिसहरूलाई युनिस के गर्दैछ हिजो आज अब काम गरेको छैन पढाउँदै हो कहाँको कुन एनजिओ भनेको हाम्रै उयो हो विषय कहाँ छ त्यो के हो हिँड्दै यतै ल स्वागत छ मेरो भ्लगमा। दाइ आउनु न भ्लगमा आइरहेछ भाइले तपाईँलाई भाइरल पार्दैछ क्या के भन्ने खै अब भन्ने केही छैन। यहाँ आइरहेछ विश्व राम्रै आइरहेछ हो। हेलो एन्ड नमस्ते जाउँ दाइ बिस्तारै कता यताबाट हो जाने यतैबाट हो क्या। अनि कसलाई कुरेको जाने होइन यस्तो भएन होइन हिँड्ने बाटो यताबाट हो र हामी यताबाट आएको सबैजना भ्लगमा आउने मोडेल कहाँ हो साँच्ची त्यो हाम्रो विन्ड चिटर हो मनिष बसमा तलै आउँछ नि त बस त र पनि त्यहाँ हामी चाहिँ टन्न खाएर अघि भ्लग गर्न बिर्सियो खाना खाएर किनकि भोक लागिरहेको थियो होइन भ्लग गर्ने कुरै भएन। तर यहाँ चिउरा बचेको छ अलिकति चिउरा देखेर भोक लाग्यो भने चिउरा खान मिल्यो। तर तल पनि भात त भन्दैन खाना भनौँ होइन राम्रो खाना चाहिँ चट्ट व्यवस्था छ है गाइस हामीहरूको लागि होइन। आज चाहिँ हामी चट्ट लाएर आज गणतन्त्र दिवसको दिनमा होइन हामी चाहिँ अघि फेरि यसो जम्मा भेला भएर घुम्न आएका छौँ। हाइकिङ गएर पनि खाएर पनि अब झर्दैछौँ। बाँकीको प्रोग्रामहरू फेरि पनि हामी अर्को क्लिपमा देखाउँछौँ। ओके बाई